यति सानी छिन्, 4 वर्षकी छिन्, तर सबै कुरा बुझ्छिन्। सबै कुरा बुझेर मात्र नहुँदो रहेछ। बिचरा यो उमेरमा बोन म्यारो क्यान्सर भएको रहेछ। हेर्नुहोस् त, यो अनुहार, यी गालाहरू सुनिएर फुट्लान् जस्तो, भुइँमा खस्लान् जस्तो भएको छ। शरीर हेर्नुहोस् त, यो सुनिएर यति धेरै मोटो भएको छ। अस्वाभाविक रूपमा शरीर बढिरहेको छ। डाक्टरले भन्दा छिट्टै बोन म्यारो ट्रान्सप्लान्ट गर्नुपर्छ भनेको छ। तर चितवनमा उपचार सम्भव भएन। बहिनीसँग पैसा छैन, 1 रुपैयाँ पनि छैन बहिनीसँग। मलाई धेरैजनाहरूले बहिनीको यो अवस्थाबारे जानकारी दिनुभएको थियो। एउटा पहिले छाडेको एकजना बहिनी हुनुहुन्छ, त्यो बहिनीको हालत एकदमै बिहाल छ। छोरी पनि क्यान्सर रोग लाएर मर्न लागेकी छ। एकचोटि त्यहाँ भुजरा सर तपाईँ गइदिनुहोस् भनेर मलाई धेरैजना व्यक्तिहरूले भन्नुभएको। अनि म बहिनीलाई सम्पर्क गरेँ। बहिनीलाई सम्पर्क गर्दा बहिनीले मलाई धेरै फोन गरिसक्नु भएको रहेछ व्हाट्सएपमा, तर मैले थाहा नपाएको रहेछ। अनि म आत्तिँदै अनि बहिनीको यो अवस्था देखेपछि यहाँ आएको छु। यस्तो मान्छेलाई थोरै भए पनि सहयोग गर्न सकियो भने धर्म कमाउन साँच्चै नै कतै जानु पर्दैन। आज यो छोरीलाई बचाउन हामीले सक्यौँ भने नि तपाईँ हामी सबैलाई धर्म मिल्नेछ। धेरैजनाले आज हामीले होइन सानो बहिनीलाई नानीलाई बचाउन सक्यो भने हामीलाई धेरै धर्म मिल्नेछ गाइस। एउटा सानो नानीले नयाँ जीवन पाउनेछ गाइस। खल्तीबाट 10,000 20,000 30,000 दिएर यो परिवारको उपचार हुन्छ भने त्यो म दिन तयार छु। म दिन्छु पनि नदिने होइन, म दिन्छु पनि। तर त्यतिले त सम्भव छैन नि। हार गुहार नगरेर के गर्ने। तर जसले सहयोग गर्नुभएको हुन्छ नि हृदयदेखि, उहाँले कहिल्यै पनि त्यस्तो नराम्रो भन्नुहुन्न। जसले यो भिडियो हेरेर नि खिसिटिउरी गर्नुहुन्छ, जसको मनमा पाप भरिएको छ, 1 रुपैयाँ सहयोग गर्नुहुन्न, उहाँले मात्रै गाली गर्नुहुन्छ। आज यो परिवारका लागि म सहयोगको भिख मागिरहेको छु।